यस्तोमा भित्तामै हिँड्ने ल ल गफ धेरै नखो हजुर मुभी नै बनाइदिए त्यसमा त क्यामेराम्यान सुत भइदियो त्यो त हेलिकप्टर सेलिकप्टर युज गरेर छ त्यसमा त काठको बनाउँछ कि यस्तोमा अब यो ढुङ्गामा टेक्ने भने चाहिँ यता पारिजातबाट ढुङ्गा राख्ने यसलाई एउटा फोटो खिच्दिउँ न ल हिरो मान्छेको बाटो चाहिँ लास्टै डेन्जर के the Three Sisters is closed, right? They're climbing like why? छिटो हिँड न यार म पछाडि मान्छे आइसक्यो The Three Sisters is closed. Sailing and climbing. Heading पढ्यो नि हेडिङ हेडिङै पढ्नु पर्ने टेलिङ पढ्दैन हेडिङ पढ्यो पुछ कन्क्लुजन हेर्नु यार उता मुद्दे भइहाल्यो नि कहाँ मुद्दिने चाहिने कुरा यत्रो झार छ यार मार्दैन है मान्छेले अहिले हामी जानुपर्ने चाहिँ मिस्टेक भयो चाहिँ यहाँ त हामीले त आत्तुर छैन नि त्यति आत्तुर पढ्ने मान्छे पछाडितिर हेर्ने अनि दाइमा लाग्ने यसो बार क्रस गरेर भइहाल्यो नि एकछिन गाडीको पछि नाग लाग्ला नि नाग लाग्ला पूजा गर्दै भइहाल्यो नाग नाभी भन्छ नाभी रेडबुल खाने पनि अवस्था आयो क्या उरालो ओढ्ला त यस्तो यस्ता मैले नै खान्न पर्ला है रेडबुल अहिले तिम्रो त पाएनौ बोके कसले चाहिँ यहाँ होइन कस्तो लागि अझै कति तल पाइन्छ अरे बबल स्ने भन्दै भयो त्यो प्रोफाइल पिक्चर बनाउनु यहाँ होइन तल अब तल ए जुम भएछ मान्छे आइसक्यो पछाडि कपिराइट त्यहाँ म चिप्लिन न मैले आइरन म्यान आइरन म्यान चिप्लिनु टप्पस लाल पुगिहाल्छ नि कहाँ नै जाने ऐनाको माथि सकिँदैन मैले डेन्जर छ नि यो त केही छैन यो त किन कस्तो स्लो होइन हामी बेललाई पनि स्लो नै पछाडि यहाँ रोकेर बस्दिने अनि स्लो हिँड्यो भन्ने डराएर त्यहाँ मलाई साइडतिर झाडीमा गएर जस्तो लागेको ल ल यिनीहरूलाई पहिला जानिदिउँ न हामी त्यो छेउला रेस्ट गरौँ स्न्याप दिउँ रेस्ट गरौँ ल यो चेपाङ्गी छ को रहेछ ल भाइ तलतिर ड्याङड्याङै होला नि फेरि यहाँ तलतिर चाडैतिर चाडीको पछि यहाँबाट त केही नदेखिने रहेछ के भयो त यहाँ उसले त केही गर्नु पर्दैन नि अरे ल यहाँ फोटो सेसन हुनु ला दङ्ग नि यहाँ फेरि यहाँको फोटो सुट भनेर अब युट्युबमा राख्नु पर्ने भयो बबाल आछ बबाल तेरो कसमा चितो बुझ्यो ल ल फेरि एकचोटि मारा तिम्रो फोटो मेरो होइन यो मुखो मारा दामी आउनु पर्ने खोइ जुम मिलेर बस्छ तिम्रो मेरो फोटो नहुनु नि खै खिचिदिनु न खिचिदिनु ल अरे के तिमीलाई आउँदैन मोडलले फोटोग्राफरको फोटो खिच्ने मान्छे आइसक्यो फेरि माथिबाट म नि एकछिन बसेँ अब ताचक्क तिम्रो फोटो खिच्नु पर्ने गर्नु नै भयो कस्तो यस्तो खेवी सबै कुरा मिलाइसकेको छैन
यहाँको फोटो चाहिँदैन मलाई फोटो मैले टन्नै खिचेछ ल खिचिरहनुपर्छ यहाँ हेरौँ अर्को पल्ट ल हेर न त्यो क्वालिटी हेर न पिक्चर क्वालिटी त धनी हुने ल ल जाने हो कि होइन एकछिन एउटा चुरो ठार जाउँ यहाँ चुडान पाइन्छ ल यहाँ नखाऊ यहाँ बुसफायर हुन्छ बुसफायर भयो होला नि। बुसफायर कसले भने यहाँ चुरोट नखाऊ कि मिल्छ के भने अरे मिल्दैन होला कसले भने सतीश के स्पिच जाउँ न ओपन एरिया पर्यो ल के बाह्र बोल होइन यस्तो डेन्जरस यो एकदम डेन्जर इभेन्ट रहेछ यो यहाँ आउनु चाहिँ ठिकै छ म आइदिएँ होइन यो if you Three Sisters भन्ने भएको if you smell के अरे if you smell What the Rockets go okay उ गराएको फाइनली खै त Finally the Rockets come back नाचिलार उठ्नु हुन्छ कि मलाई फेरि किन नाकको धेरै धेरै प्रब्लम कोकिन खायो होला भाइ हुन्छ कोकिन खानु बन्द गर्नु पर्यो साथीहरू नाक्सिल मान्छे कोकिनको बानी भन्छ नि त यस्तो यस्तो गर्नु ठ्याक्कै कोकिनको त अनि फिल्मतिर देखाउँछ त्यस्तै नाच्न थाल्यो डान्सिङ त्यही त होला नि नाक हुन्छ है नाक नाक मेन प्रब्लमै नाकले गर्नु त हो नि खिच्यो तिमीले एक घन्टा एकदमै नाक सक्साउँछ क्या त्यही मेरो त्यस्तै हुन्छ ल, मेरो हिट पर्नु तिमीलाई कस्तो लाग्यो? कोल्ड पर्नु हुन्न तिम्रो मेरो उस्तै रहेछ नाक एकदम तिम्रो मेरो नाक सेन्सिटिभ रहेछ बाबाले मेरो त्यस्तै हुन्छ ल भाइ बडी के काम बोल? हुनु हुन्न होइन चिसो नै हुनु ल यो बुढो त फेरि फर्केर आएछ बिर्स्यो होला बिर्स्यो होला रे पुरा माथि जानुपर्छ त। स्वास्नी बिर्स्यो स्वास्नी त खुसी होला नि झन् स्वास्नी बिर्स्यो भने त। कि यो अब स्वास्नी पनि खुसी हुन्छ ल भाइ कस्तो लागिरहेछ राम्रो लागिरहेछ तर यहाँ उकाल चढ्नु पर्यो नि त हाम्रो यहाँ जान मिस भइरहेछ उकाल चढ्नु पर्यो नि जान जान्छ हाम्रो नेपालमा गएको हाइकिङ चाहिँ मिस भयो हामी यहाँबाट जाने हो तिम्रो बुढी पनि मिस भयो होला मलाई मेरो बुढी बिहा नभए मान्छेको बुढी हुन्छ तिमी जस्तो होइन डेन्जर मान्छेले कहिले देखेन यार म जस्तो डेन्जर बिहा नगर्ने गर्लफ्रेन्ड हुनु रिसाइदिने बिचको गर्लफ्रेन्ड पनि होइन रे बुढी पनि होइन रे बिचको साथी पनि होइन रे यो त मलाई विष्णुको नरसिंह अवतार जस्तो क्या नरसिंह अवतार के त बिचको त अनि न मान्छे पनि होइन, न जनावर मानव पनि न जनावर न दिन र रात न यहाँको कुरा वेपनले, गर न, न यहाँको कुरा गर हातले। यार। केले त भुँडी फोडिदिन्छ है अनि के अरे के कति क्लज छन् त्यसमा त कति नभने अनि नङले चिर्छ नि त पुरी खल्तीमा के छ रेड बुल छ यहाँको नयाँ लुगा आजको सतीशको नयाँ स्ट्रेचेबल सर्ट्स Wrangler। ऱ्याङ्गलर भाइको नयाँ इन्डस्ट्री तल पनि माथि पनि पख न के अब Pants। यत्रो आइसक्यो अजिमाइट क्यानन पसन्द किच्न सँग हिँड्न न भ्यान्स मेरो यो क्यामेराले फोटो नाच्न थाल्यो अब यहाँ त्यही बोकेरै खिच्नु यो त फेरि युट्युबमा जान्छ नि है नै प्लिज ल यसको त हेर्दै क्लियर आउँछ यार यहाँ त के आउँछ र यार पिरमा खिचे अन्त सर ओहो भाइ यसको कहाँ हो EOS 70 photographer Satish Chungana from Chavel, Kathmandu, Nepal. यो यसको त यो फ्लिपै हल्लिँदैन यार अब त खिचिकै तल जान्छ है एकचोटि मैले खिच्दा Smile. यहाँ फर्क्यो यहाँ उता फर्केको कपालै नानी आएछ क्लिपले चाहिँ कसरी गर्नु यार आफ्नो कपाल चाहिँ मन पर्यो के भयो अरे क्या जे भन्नु ए मेरो टी सर्टको रियर कलर आउँछ राइट नाउ वाइज हाम्रो पछाडि कति मान्छेहरू थियो कि ए टिकट कस्तो खस्यो अरे त्यहाँ अहिलेसम्म पनि हेर त तिम्रो ट्रेन टिकट त्यहाँ छ ऊ त्यहाँ कसो खस्यो त्यो खस्यो हिँडेर जान्छ अब कुन चाहिँ खस्यो स्टुडेन्ट पेन्सनर थाहा है ल फर्स्टमा त मै जाने हो कि
झोला बोका मेरो ब्याग पक्रिँदै तिम्रो 32 गिगमा कति अटाउँछ हो भिडियो अटाइरहन्छ नि अनि के चाहिँ छोडेन समातर हिँडेर बन्दोबस्त गर्नु पर्यो भएन अलिक गाह्रै भयो यहाँबाट चाहिँ के देखिन्छ कि Oh shit. It's not clear. उता गएर मुद्दाउँ यता छाडीतिर खै माथि ल यही हो डाँडा भाइ कुन गीत थियो अरे हरियाली यहाँ आगमै भरि धेरै नजिक आज हामी पाहाड गए फेदैमा आइसकेछ कोन भिममा छम्मक छल्लो तिम्रो मनोकामनामा हिँडेर गएको छैनौ भने गाछ अनि तर यस्तो उकालो छैन नि त यस्तो थियो त क्या के अब कस्तो कम्पेयर गरिदिने जे पाए थिए भन्ने यार केबुल कारको कोही कोही डाँडा छ छैन हिँडेर कति टाइम लाग्छ मनकामना 3 घण्टा ए 3-4 घण्टा हिँडेर मात्र अनि उकालो सिधा उकालो त्यो पनि गाह्रो हुन्छ नि मान्छे हिँडेर गएको दिनमा बस्छ त्यहाँ अनि भोलिपल्ट बिहान पूजा गरेर अनि फर्किन्छ अहिले एक रात बस्नु जानै पर्छ पहिला हामी के गर्थेन मजाले गाह्रो भयो कति भिडियो खिच्छ ल घाम लाग्यो बल्ल यो चोक बाटो गरी मैले सिस मात्र म खोल्छु नि यार नाटक गर्नु थाल्यो है यसो ठाउँ हेर्दै गर्नु त चेक गर्नु त यसलाई तिम्रो लागि यहीँबाट टुरेर जाउँ न कहाँबाट यतैबाट यहीँबाट टुर ढुङ्गा बाँधेको हेर्नु ऊ त्यहाँ अलिकति तल गएर मुद्दै भइहाल्यो कोही छैन त सालको रुख हो क्या आयो धुपी टोपी साल होला साल जस्तो छ त्यही त होइन यार साल होइन यो त्यसले त खोज्छ पो त यार फेरि तलतिर फेरि मान्छेले फेरि पानी परेछ भने भन्ला नि फेरि मुद्दाखेरि गाह्रो भएर के हो कति पाइन्छ अब कति पाइन्छ ओहो यहाँ चाहिँ सही बाटो रहेछ ल यहाँ चाहिँ हिँड्न मजा आउने पो नबिर्से ओ झन्डै झरे यार सेट यो चाहिँ हो खोइ त दुईजना यो चाहिँ खतरा भयङ्कर भने त होइन रहेछ सेट मेरो जुत्ता निस्क्यो यार के निस्क्यो अरे जुत्ता निस्क्यो त्यहाँ हेर नि त्यहाँ 37 नि 3 घन्टा लाएर आउँदैछ म त टोइलेट जानु पर्ने भयो यार अति भयो गाह्रो ल जहिले एउटै डाइलग यार थाके छैनौ 2 हात समातेर आछ ए कहाँ पुग्यो भाइ यार भाइ नै कहाँ पुग्छ कहाँ पुग्छ यार भाइ फक भाइ त चाँडै कुद्न पो थाल्यो त यार चिप्लो पो रहेछ